नमस्ते सबजनालाई वेलकम टु द सर्भर 1% क्लबमा तपाईँहरूलाई स्वागत छ। अब यो भिडियो चाहिँ एउटा ट्युटोरियल जस्तै हो। अब सर्भर कसरी युज गर्ने, कसरी सिक्ने, कसरी क्वेसन्सहरू गर्ने भनेर हो। त त्यहाँ जानु अगाडि चाहिँ म तपाईँहरूलाई हाम्रो रिफरल प्रोग्रामको बारेमा भन्छु है त। हाम्रो प्रोग्राममा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँले आफ्नो साथीभाइहरूलाई कसैलाई रिफर गरेर उहाँहरू हामीसँग आबद्ध हुनुहुन्छ भने चाहिँ उहाँहरूले हामीलाई पे गरेको अमाउन्टको 50% कमिसन चाहिँ यहाँले पाउनेवाला छ। यस द्याट्स राइट। तपाईँहरूले चाहिँ तपाईँले रेकमेन्ड गरेर ल्याएको मान्छेको चाहिँ 50% कमिसन चाहिँ तपाईँले पाउनेवाला हुनुहुन्छ र जसलाई तपाईँले ल्याउनुहुन्छ नि उहाँले पनि फ्ल्याट 100 रुपिस अफ पाउनुहुन्छ है त। सो इट्स काइन्ड अफ अ विन विन सिचुएसन। तपाईँले चाहिँ आफूले पनि 50% कमाउने भयो, उहाँले पनि 100 रुपिस अफ पाउने भयो है। यो चाहिँ रिफर गर्नु भएको थ्रुमा यो चाहिँ गरेको चाहिँ हामीले कम्युनिटी प्रमोट गर्नलाई सबै ग्रो होस् सँगै ग्रो होम भनेर है। अब यसको बारेमा अझै बुझ्नु छ भने चाहिँ तपाईँलाई यहाँ हामीले रिफर एन्ड अर्न राखेको छ। यहाँ चाहिँ हामीले सबै एउटा सिट जस्तो छ कि यसमा चाहिँ तपाईँले बोनस कति पाउनुहुन्छ, कमिसन मात्र नदिएर हामीले चाहिँ बोनस पनि दिने गर्छौँ कि सपोज तपाईँले एउटा सेट टार्गेट रिच गर्नुभयो भने चाहिँ एक्स्ट्रा बोनस क्यास पाउनुहुन्छ है। अनि सबै कुरा चाहिँ क्यासमै पाउनुहुन्छ। तपाईँले ब्याङ्क ट्रान्सफर या ई-सेवा या खल्ती त्यस्तोमा तपाईँले अमाउन्ट चाहिँ पाउनुहुन्छ। त्यही भएर ढुक्क हुनुहोस् है। त्यस्तो चाहिँ हामी त्यो फ्रड स्क्यामहरू चाहिँ गरेनौँ। तपाईँले पाउनुपर्ने हकको कुरा चाहिँ तपाईँले पाउनुहुन्छ इफ तपाईँहरूले रेकमेन्ड गरेर कोही ल्याउनु भयो भने। अब त्यसको लागि बुझ्नु छ भने चाहिँ यो रिफर एन्ड अर्नमा जानुहोस्। यहाँ चाहिँ सबै कुरा डिटेलमा छ है त। अब फर्स्टमा चाहिँ अबाउट द सर्भर मा चाहिँ के छ त भनेर म एउटा सानो एक्सप्लेन गरिहाल्छु है। अब यहाँ चाहिँ हाम्रो मेन्सन गरेको भनेको सर्भरको रोल्सहरू मेन्सन गरेको छ है। अब विभिन्न रोल छ जस्तो कि एडमिन रोल, मोडरेसनको रोल्सहरू छ, रिफरको टियर्सहरू राखेको छ, हामीले लेभलहरू राखेको छौँ है। जस्तै एडमिनले चाहिँ के गर्छ भने सबै सर्भरको कन्ट्रोल हेर्ने एडमिन्सहरूले नै हो है। अब अर्को भनेको चाहिँ क्लब पुलिस छ। क्लब पुलिसको काम भनेको चाहिँ सबै रुल्स एन्ड रेगुलेसन्सहरू फलो गरेको छ कि छैन, सबजना लिमिटमा कुरा गरिरहेको छ कि छैन, सबजनालाई रेस्पेक्टफुल भएको छ कि छैन भन्ने कुरा चाहिँ उहाँले हेर्नुहुन्छ है। त्यस्तै गरी रिफरको यहाँ रोल्सहरू पनि छ है। रिफरल भाइ भनेको जस्तै कि अघि मैले भनेको थिएँ टियर्सहरू छ भनेर। रिफरल भाइ भनेको चाहिँ तपाईँले 1 देखि 50जना मेम्बर्स भित्र ल्याउनुहुन्छ भने तपाईँको एउटा टाइटल आउँछ रिफरल भाइ भनेर है। त्यस्तै गरी रिफरल दाइ छ, त्यो भनेको 51 देखि 200 मेम्बर्स रेफर गरेर ल्याउनु भएको छ है। त्यस्तै गरी रिफरल बाजे र रिफरल राजा। अब यो तपाईँको टाइटल बढ्दै गएपछि तपाईँको कमिसन्सहरू पनि बढ्दै पनि जान्छ, प्लस बोनसेसहरू पनि बढ्दै जान्छ। त्यसको लागि अघि भने जस्तै बुझ्नलाई चाहिँ रिफर एन्ड अर्नमा जानु होला है। अर्को भनेको चाहिँ हाम्रो यो लोयल्टी र एक्टिभिटी बेस्ड रोल्सहरू छ है। यसमा चाहिँ हामीले सानो ट्रेडर, ठुलो ट्रेडर र कडा ट्रेडर भनिरहेको छौँ। अब सानो ट्रेडर भनेको चाहिँ जो हामीसँग 3 महिना आबद्ध हुनुभएको छ। अब त्यस्तो कुराहरू चाहिँ जो हामीसँग 3 महिना आबद्ध हुनुभएको छ उहाँले पनि सर्टेन कुराको चाहिँ एउटा बेनिफिट पनि पाउनु हुनेवाला छ है। हामीसँग जति धेरै आबद्ध हुन्छ तपाईँ त्यति नै बेनिफिट पाउँछ। नट ओन्ली सिकाइ पढाइ या मानिलिउँ यो ज्ञानको विषयमा, बट इन्सेन्टिभहरू जस्तै कि मोनिटरी भ्याल्युमा पनि तपाईँहरूले केही पाउनेवाला चाहिँ हुनुहुन्छ है त। त्यस्तै गरी सानो ट्रेडर भनेको 3 मन्थ्स, ठुलो ट्रेडर 6 मन्थ्स र कडा ट्रेडर भनेको 1 इयर भन्ने छ है त। अनि अब यसमा चाहिँ अब यो एउटा भिडियोमा चाहिँ हामी जतिखेर पनि भिडियो हेर्नु तपाईँलाई नपरोस् भनेर चाहिँ एउटा इन्फर्मेसन सबै राखिदिएको छौँ हामीले यहाँ चाहिँ हाउ टु युज दिस सर्भर। हरेक सर्भरमा चाहिँ के हुन्छ भन्ने कुरा सबै कुरा यहाँ मेन्सन गरेको छौँ हामीले होइन। तपाईँलाई टेक्स्ट बेसिसमा सर हेर्नु पऱ्यो, बिर्सिनु भयो भने चाहिँ यहाँबाट युज गर्दा हुन्छ है त। अनि यो जुन यो एक्सक्युज मी हाइलाइट गरेको देख्नु भएको छ नि, यो हेर्नु त म ठ्याक्कै हाइलाइटेड छ नि। हो यो चाहिँ कस्तो हुन्छ भने तपाईँले ठ्याक्कै जहाँ थिच्नुहुन्छ नि त्यही ठाउँमा जान्छ है त। हामीले थिच्यौँ गेस्ट स्टार्टरमा थिच्यौँ, गेस्ट स्टार्टरमा पुग्यो है। तपाईँलाई यो अब जो सर्भरमा चाहिँ यति मात्रै छ। ल अब चाहिँ हामी नेक्स्ट स्टेपतर्फ लागौँ है त। अब नेक्स्ट पार्ट चाहिँ हामी यो रुल्स टु बी रेस्पेक्टेडमा जाउँ है। यसमा चाहिँ हाम्रो सबै कुरा रुल्सहरू डिटेलमा बुझाएको छ है। अब यो चाहिँ एकदमै स्ट्रिक्टली फलो गरिदिनु होला, किनकि इफ तपाईँहरूले फलो गर्नु भएको छैन यहाँ लेखेकै छ हामीले भायोलेसन अनुसार वार्निङ पाउनुहुन्छ, म्युट्सहरू पाउनुहुन्छ या ब्यानहरू पाउनुहुन्छ। नत्र भए चाहिँ तपाईँहरूले केही अब एकदमै डिसरेस्पेक्टफुल नै हुनुभएको छ भने चाहिँ हामीले पर्मानेन्ट ब्यान लाउनै पर्ने हुन्छ, किनकि यो कम्युनिटीमा हामी चाहिँ त्यो टलरेट गर्नेवाला छैन है। अब नेक्स्टमा मुभ अन हुँदा चाहिँ यो चाहिँ आस्क एनिथिङ भन्ने छ है।
यहाँ चाहिँ तपाईहरुले क्वेशन्सहरु सोध्न पाउँछ रिगार्डिङ द सर्भर है, के क्वेशन्सहरु आयो भने, के कन्फ्युजनहरु भयो भने चाहिँ हजुरले यहाँ टेक्स्ट गरिदिनुहुन्छ भने हामी हाम्रा एडमिन्सहरुले र मोडरेटर्सहरुले जुन हाम्रो क्लब पुलिस छ उहाँहरुले चाहिँ रिप्लाई गरिदिनुहुन्छ तपाईको इजिनेसको लागि है त। ल अब चाहिँ हामी इन्फर्मेसन च्यानलबाट चाहिँ सरी इन्फर्मेसन क्याटेगोरी है, यसलाई चाहिँ क्याटेगोरी भन्छौँ है हामी, यो क्याटेगोरी भयो, यसलाई चाहिँ च्यानल भन्छौँ है। त्यो हजुरलाई अलि सजिलो हुन्छ भनेर। सो अब हामी टेक्स्ट च्यानलमा जान्छौँ है त। जेनरल च्याट भनेको चाहिँ तपाईहरुको सबैको एन्ट्रीहरु जस्तै यहाँ देख्न सक्नुहुन्छ, यहाँ एन्ट्रीजहरु त सबैजना यही हुन्छ। अब यहाँ पनि हामीले सबै च्यानलमा चाहिँ माथि मेन्सन नै गरेको हुन्छ सबैको एक्सप्लेनेसन नै। के कन्फ्युजन भयो भने त्यो चेक गर्दा नि हुन्छ हजुरले। नत्र यो जेनरल च्याट भनेको चाहिँ हाम्रो सेयर गर्नलाई, विन्सहरु सेलिब्रेट गर्नलाई हैन, जस्ट एउटा जेनरल इन्फर्मेसन सेयर गर्नलाई पनि भयो, जस्ट च्याट गर्नलाई पनि भयो, नयाँ नेटवर्क गर्नलाई पनि भयो, त्यो चाहिँ यो यसमा युज गर्दा हुन्छ यो क्याटेगोरी सरी यो च्यानललाई जेनरल च्याट चाहिँ। अब अनाउन्समेन्ट्सहरु चाहिँ हामीले चाहिँ अब हामी लाइभ कतिखेर जान आँटेछौँ, नोटिसेसहरु, नयाँ फिचर्सहरु के आउन आँटेछ, नयाँ भिडियोजहरु के पब्लिस गर्न आँटेछ, सबै कुराको इन्फर्मेसन चाहिँ हामीले यो अनाउन्समेन्टमा अनाउन्स चाहिँ गर्नेवाला छौँ। अर्को भनेको चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले लिडर बोर्ड है। अब लिडर बोर्डमा चाहिँ हामीले के हाल्छौँ भन्दाखेरि चाहिँ टप पर्फर्मर्सहरु है, टप पर्फर्मर्सहरु जस्तै कि हाम्रो रिसेन्टली चाहिँ के भएको छ भन्दाखेरि यो टप पर्फर्मर्सहरुको छ। जस्तै कि एउटा हामीले यसरी एउटा टाइटल जस्तो दिनेवाला छौँ तपाईहरुलाई है, कसले कतिजना भित्र आयो, कसले कतिजना कमिसन पायो भन्ने कुराहरु चाहिँ हामी यहाँ हाल्छौँ। अनि प्लस कसले प्रफिट बढी कमायो सेयर मार्केटमा भनेर पनि हामीले यहाँ राख्छौँ है। सबै कुरा लिडर बोर्ड भनेको जुन चाहिँ टप अर्नर्सहरु हुन्छ नि, जसले चाहिँ सबभन्दा धेरै कमाउनु भएको छ थ्रु प्रफिट्स तपाईको सेयर मार्केटबाट। अर्को भनेको चाहिँ कमिसनबाट सबैभन्दा बढी कमाउनु भएको, र अर्को भनेको चाहिँ हाम्रो सबभन्दा टप रिफरर्सहरु जसले चाहिँ सबभन्दा बढी मान्छे ल्याउन सक्नु भएको छ है। यस्तो कुरा चाहिँ हामी लिडर बोर्डमा राख्छौँ किनकि हामीले अनाउन्स गर्न रमाइलो लाग्छ, सबैलाई रमाइलो कम्युनिटी बनाऊँ भनेर है। अर्को भनेको छ प्रफिट एन्ड लस। यहाँ चाहिँ हामीले हाम्रो प्रफिट या लस दुवै कुरा सेयर गर्दा हुन्छ। यो चाहिँ म्यान्डेटरी त छैन, तर हामी चाहिँ सेयर गरौँ भन्छौँ किनकि हामीले यहाँ जज गर्नेवाला चाहिँ कोही पनि छैन है। तपाईले प्रफिट भयो भने पनि कसैले त्यो प्रफिटबाट सिक्न पनि सक्नुहुन्छ, या अरूको प्रफिटबाट तपाईले सिक्न पनि सक्नुहुन्छ। त्यस्तै गरी कसैको लसबाट पनि तपाईले सिक्न सक्नुहुन्छ है। त्यो लस पनि तपाईहरुले यहाँ इन्क्लुड गर्नुभयो भने तपाईको मिस्टेक अरू कसैले नदोहोराओस् भनेर चाहिँ यहाँ इन्क्लुड गर्ने हो। त्यो चाहिँ हामी आफै एज अ एडमिन मेम्बर्स या मोडरेटर्सहरुले पनि आफ्नो गोल्सहरु पनि आफ्नो स्टोरिजहरु पनि यहाँ सेयर गर्नेवाला छौँ, जस्तै कि प्रफिट भयो कि लस भयो। त्यस्तो गर्यो भने चाहिँ हामी सबैजना कम्युनिटी नै एक जोडमा अगाडि बढ्न सक्छौँ कि। त्यही भएर हामी यहाँ जज नगरिकन प्रफिट र लस सेयर गर्न सक्नुहुन्छ ढुक्कै भएर है। अब यो रिफर एन्ड अर्न भन्ने चाहिँ यसमै गएर भिडियो हेर्नुहोस् है, म यसमा धेरै भन्न किनकि लामो भिडियो पनि लामो हुने भएछ। यसमा चाहिँ थुप्रै अघि भने जस्तै बोनसहरुदेखि लिएर सबै कुराहरु यसमा इन्क्लुडेड छ। र यसमा हाम्रोमा चाहिँ के गरेछ भने 50% कमिसन राखेको भएर राम्रो पैसा कमाउने पनि तपाईहरुसँग अपर्च्युनिटी भएको भएर यो भिडियो चाहिँ छुट्याउँदै नछुट्याउनुस् है, यो रिफर एन्ड अर्नको भिडियो र स्ट्याट्सहरु। अब चाहिँ हामीहरु यो थर्ड क्याटेगोरीमा आएको छौँ जुन हो नेप्से स्टक मार्केटको लागि। अब यो चाहिँ मेन क्याटेगोरी हो। यसमा सिक्ने जुन हामीले तपाईहरुलाई प्रमिस गरेको छौँ सिकाउने चाहिँ यसबाट हो है। ल म सब सुरुदेखि जान्छु। गेट स्टार्टेडमा चाहिँ तपाईहरुको इफ बिगिनर नै हुनुहुन्छ हैन, बिगिनर लेभलमा हुनुहुन्छ, तपाईलाई स्टक मार्केटको बारेमा केही पनि थाहा छैन, फर्स्टबाट सुरु गर्नुहुन्छ, जस्तै कि अब मेयर सेयर बनाउनु पर्ने हुन्छ, तपाईले डिम्याट बनाउनु पर्ने हुन्छ, त्यसको चाहिँ कसरी बनाउने, के गर्नुपर्छ, रिक्वायरमेन्ट के हो, सबै कुराको इन्फर्मेसन चाहिँ तपाईले यो गेट स्टार्टेड वाला च्यानलमा पाउनु हुनेछ है। यो आनन्दले गरेर हेर्नुस् होला तपाई इफ बिगिनर्स हुनुहुन्न भने। इफ तपाईले आफ्नो ट्रेडिङ अकाउन्ट बनाउनु भइसक्यो, ब्रोकरसँग टाइप गरिसक्नु भइसक्यो, डिम्याट बनाउनु भइसक्यो, सबै मिलिसक्यो भने चाहिँ तपाईले बेसिक टेक्निकल एनालाइसिसबाट सुरु गर्दा हुन्छ। अब यो स्टार्ट हुँदा भिडियो तल्लोबाट सुरु हुन्छ, यहाँ देख्न सक्नुहुन्छ लेसन 22 देखाइरा छ। अब हामी स्क्रोल गरेर यसलाई माथि जानेवाला छौँ है। सो फर्स्ट भिडियो चाहिँ सबभन्दा माथि हुनेवाला छ है, हेर्न सक्नुहुन्छ लेसन 1, यो चाहिँ इन्ट्रोडक्सन टु क्यान्डलस्टिक प्याटर्न भन्ने छ है। अब यसमा गरी सबै भिडियोजहरु तपाईले नछुटाउनु होला, यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुराहरु छ। यहाँ जति पनि भिडियोज हामीले हाल्छौँ, हाम्रो इनपुट हुन्छ, त्यो सबै कुरा इम्पोर्टेन्ट हुन्छ, कुनै पनि छुटाउने काम चाहिँ नगरिदिनु होला। अब यो सबै सकिसकेपछि तपाईको लागि इम्पोर्टेन्ट इन्डिकेटर्स छ है त। अब यो चाहिँ तपाईहरुले इन्डिकेटर्स युज गरेर कसरी ट्रेड लिने भन्ने कुरा सबै कुरा यहाँ इन्फर्मड छ, सबै कुरा छ इन्डिकेटर्सहरुको बारेमा A to Z सबै कुरा छ। यो पनि नछुटाउनु होला किनकि यसले चाहिँ तपाईलाई
एक्जिट कहाँ गर्ने र एन्टर कहाँ गर्ने ट्रेडमा चाहिँ हेल्प गर्नेवाला छ, एकदमै हेल्प गर्नेवाला छ है। अब त्यसै गरी हाम्रो चाहिँ यो फन्डामेन्टल एनालिसिसमा हामीले कमिङ सुन लेख्छौँ है। जसरी यो कमिङ सुन लेखेको छ नि हामीले नयाँ नयाँ भिडियोजहरू हाल्ने च्यानलमा चाहिँ हामीले कमिङ सुन भनेर मेन्सन गर्नेवाला छौँ है। त्यो भएपछि हामीले यसमा भिडियोजहरू ढुक्क हुनुहोस्, तपाईँकै जुन तपाईँहरूले पे गर्नुभएको छ अमाउन्ट त्यसमै नै यो भिडियोजहरू पाउनेवाला हुनुहुन्छ है। त्यसमा हामी एडिसनल चार्ज केही पनि लिँदैनौँ, त्यही पैसामा तपाईँले सबै भिडियोजहरू एक्स्ट्रा भिडियोजहरू पनि पाउनेवाला हुनुहुन्छ है। यो र स्मार्ट मनी कन्सेप्ट भन्ने चाहिँ हाम्रो नयाँ एउटा इनिसिएसन हो जुन चाहिँ अलिकति एडभान्स साइडमा छ कि ट्रेडिङको, त्यही भएर हामीले यसको भिडियोजहरू चाहिँ बनाइ नै राखेका छौँ। अब यो कुरा चाहिँ हामीहरू अपलोड गरेर तपाईँलाई प्रोभाइड गर्नेवाला नै छौँ। यसपछि अर्को इम्पोर्टेन्ट भनेको भिडियो टु नोट्स। अब यहाँ चाहिँ के छ भन्दाखेरि जुन तपाईँहरूले माथि यहाँ भिडियोजहरू हेर्नुहुन्छ नि, यहाँको भयो सबैको भयो, भिडियोजहरूको नोट्स चाहिँ तपाईँहरूलाई सजिलोको लागि हामी यहाँ राख्नेवाला छौँ है त, ताकि तपाईँहरूले अब कहीँ नोट डाउन पनि गरिराख्नु परेन। जस्ट तपाईँले कतिवटा लेसन पढ्नु भएको छ त्यसको जस्ट यहाँ आएर डाउनलोड गरेर पनि हुन्छ है। जस्तै कि हेर्न सक्नुहुन्छ लेसन 1 को चाहिँ यो भयो, लेसन 2 र 3 को यहाँ भयो, 4 देखि 7 को यहाँ छ, सबै नोट्सहरू चाहिँ तपाईँले यहाँ पाउन सक्नुहुन्छ। जस्तै इम्पोर्टेन्ट इन्डिकेटर्सको यो यसको च्यानलको सबै नोट्सहरू यहाँ हामीले बनाएर राखिदिएको छौँ ताकि तपाईँलाई सजिलो होस् भनेर है। अब यो भिडियो टु नोट्स त भइहाल्यो। अब बिग बेन एनालाइसिस भनेको चाहिँ हामीले या जुन अघि मैले रोल्समा एक्सप्लेन गरेको थिएँ नि, हाम्रो कडा ट्रेडर भनेर या ठुलो ट्रेडर भनेर उहाँले सेयर गरेको एनालाइसिस हुन्छ है। यो चाहिँ अलिकति कम्प्लिकेटेड हुनसक्छ बिगिनर्सहरूलाई, बट यो चाहिँ एकदमै रेकमेन्ड गर्छौँ हामी चाहिँ यो हेर्नलाई, किनकि हाम्रो आफ्नै एभ्रिडे नै हामी पनि हाम्रो टिम पनि एनालाइज गरि नै रहेको हुन्छ, पोजिसन्सहरू लिइ नै रहेको हुन्छ। सबै कुराको एनालाइसिसहरू चाहिँ मोस्टली हामी यहाँ अभाइलेबल पनि गर्नेवाला छौँ है। अब तपाईँहरू पनि 6 मन्थ्स हामीसँग इन्भल्भ हुनुहुन्छ, हाम्रो कम्युनिटीमा बस्नुहुन्छ भने चाहिँ हजुरले पनि आफ्नो एनालिसिसहरू चाहिँ यहाँ प्लेस गर्न सक्नुहुन्छ है। अनि यही अनुसारको सबैको एउटा कमन ग्राउन्ड भनौँ न एनालाइसिसहरू एनालाइज गर्ने स्टक्सको। जस्तै कि तपाईँले एनटिसीको स्टक एनालाइज गर्नुभएको छ अनि यहाँ एनालाइसिस हेर्नु भएको छ भने तपाईँलाई पनि एउटा सजिलो पनि भयो नि त। यो अब मार्केट यस्तो गरिरहेको छ, यस्तो भइरहेको रहेछ, तपाईँले छुट्याएको कुरा हामीले इन्क्लुड गर्न मिल्छ, त्यसै गरी हामीले छुट्याएको कुरा तपाईँले इन्क्लुड गर्न मिल्छ। त्यसै गरी हामी सबजना कम्युनिटी एज अ कम्युनिटी ग्रो गर्न पाउँछ, पैसा कमाउन पाउँछ भनेर यो एनालाइसिस राखेछौँ। अब यो ट्रेडर्स लाइब्रेरी भनेको चाहिँ के हो भन्दाखेरि म फेरि माथिसम्म गइन्छु। यहाँ चाहिँ तपाईँहरूले ट्रेडिङ रिलेटेड सबै बुक्सहरू पाउनुहुन्छ है। यो तपाईँले बाहिर गएर किनिराख्नु परेन, अब डिजिटली डाउनलोड गरेर पैसा तिराख्नु परेन, सबै चाहिने बुक्सहरू चाहिँ हामीले यहीँ इन्क्लुड गरिदिएको पनि छौँ है। अब तपाईँले हेर्नुहुन्छ भने एउटा बुकको कस्ट लगभग तपाईँलाई 350 देखि अब 1500-2000 सम्म पर्ने बुकहरू पनि हामीले इन्क्लुड गरेको छौँ डिजिटल्ली। सो त्यो कस्ट पनि तपाईँको अलरेडी नै बच्यो। सो तपाईँलाई मनपर्छ भने अब तपाईँलाई माइन्डसेटको बारेमा बुक चाहिन्छ भने पनि यही छ, तपाईँको टेक्निकल एनालाइसिसको लागि बुक चाहिन्छ भने पनि यही छ, अब बाहिरको मार्केटलाई बुक चाहिन्छ भने पनि यही छ, सबै कुरा हामीले यहाँ इन्क्लुड गरेको छौँ है त। अनि त्यस्तै गरी हामीले यहाँ एउटा छुट्याएको पनि छौँ है। तपाईँलाई यहीँ तल आउन पछि के पाउनुहुन्छ भने बिगिनर बुक्स, इन्टरमिडिएट बुक्स र एडभान्स बुक। यो चाहिँ तपाईँलाई आफूलाई जति आफ्नो नलेज छ नि त्यही अनुसारको बुक्सहरू तपाईँले सेलेक्ट गर्दा चाहिँ तपाईँलाई नै बेनिफिसियल हुन। किनकि कस्तो हुन्छ भने कहिलेकाहीँ हामीले जोसेर अलिकति इन्टरमिडिएट टाइपको बुक पढेर हामी बिगिनर भएर भने चाहिँ के हुन्छ नि त्यो टर्म्सहरू बुझ्दैन कि हामीले बुझ्नुपर्ने कुरा नबुझेपछि हाम्रो ट्रेडमा अलिकति मिस हुन्छ सानसानो कुराहरू, त्यो सानसानो मिसले नै हाम्रो लस हिटान्ने हो कि। त्यही भएर चाहिँ हामी चाहिँ आफ्नो लेभल अनुसारको बुक्सहरू चाहिँ रिड गर्ने एकदमै रेकमेन्ड गर्छौँ है, हाइली रेकमेन्ड गर्छौँ है। अब यहाँ लेखेको छौँ, यहाँ तपाईँले यस्तो खालको साइकोलोजी, डिसिप्लिन सबै खालको बुक्सहरू चाहिँ पाउन सक्नुहुन्छ। र अर्को एउटा भनेको चाहिँ हामीले यो चाहिँ 1% क्लबको आफ्नै बुक हो है। यो चाहिँ तपाईँले एक्सटर्नली किन्दाखेरि चाहिँ हामीले 300मा बेचिरहेको छौँ यो है, तर यसमा चाहिँ तपाईँले फ्रीमा पनि पाउनुहुन्छ हाम्रो कम्युनिटीमा आउनु भएको भएर। अब यो बुक चाहिँ तपाईँको 0देखि नै छ कि, जस्तै हामी नाम राख्छौँ 0 टु स्टक हिरो भनेर। यो बुकमा चाहिँ हामीले 0देखि नै छ, तपाईँको बेसै चाहिँ देखि चाहिन्छ भने चाहिँ यो बुक पढ्दा चाहिँ हुन्छ। यसमा चाहिँ हामीले सेम डिम्याट कसरी खोल्नेदेखि लिएर ट्रेड कसरी लिनेदेखि लिएर सबै कुरा नै इन्क्लुड गरेको छौँ है त। अब हाम्रो यो क्विक रिड्स भन्ने च्यानलमा गइरहेछौँ हामी। क्विक रिड्समा चाहिँ के छ भन्दाखेरि जुन हामीले अघि माथिको बुक्सहरू छ नि, यो बुक्सहरूको तपाईँहरूलाई टाइम छैन, हतारमा हुनुहुन्छ भने यसको सबैको समरी पनि राख्दैछौँ कि। पोइन्ट्स, इम्पोर्टेन्ट पोइन्ट के हो, छुटाउनु नपर्ने कुरा के हो, त्यसको समरी पनि राखेको छौँ। अब कोही कोही चाहिँ राम्रोसँग बुक पढ्न खोज्नुहुन्छ, कोही कोही चाहिँ अलिकति छिटो डिसिजन लिन खोज्नुहुन्छ, कोही कोही ट्राभल गरेर राख्नुहुन्छ, कोही कोहीको आफ्नो काम हुन्छ, सबै कुरालाई माइना राख्दै हामीले यो समरी प्रिपेयर गरेको हो। अब यो चाहिँ माथिको बुक मात्र नभएर अरूको समरी पनि हामी थप्नेवाला छौँ,
फ्युचरमा है। अब यो चाहिँ सबै समरिजहरू हजुरले यहाँबाट डाउनलोड गर्न पनि सक्नुहुन्छ, सबै एकदमै सजिलो बनाएको छ हामीले। अब यो प्रफिट न्युज भनेको चाहिँ के हो भन्दाखेरि यहाँ माथि म देखाइदिन्छु है पहिला। अब न्युजले पनि तपाईँको स्टक मार्केटमा एकदमै ठुलो इम्प्याक्ट पार्ने काम गर्दो रहेछ, स्पेसली नेपालमा है। त्यसको पछि स्ट्राटेजी, न्युजको मात्रै ट्रेड गर्ने स्ट्राटेजी पनि हामी निकाल्दैछौँ, हामी त्यो टेस्ट पनि भइरहेको छ त्यसको है। त्यो स्ट्राटेजी टेस्ट भएर हामीले जुन एउटा अप्लाई गरेर हामीले प्रफिट कमाउने बित्तिकै तपाईँलाई सेयर गर्नेवाला पनि छौँ है। अब यसमा चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि दुईवटा क्यालेन्डर तपाईँलाई प्रोभाइड गर्छौँ। एउटा भनेको यसरी आउँछ है, यो एभ्री मन्थको मेजर न्युजहरूको यसरी क्यालेन्डर हामीले दिनेवाला छौँ तपाईँहरूलाई। जस्तै कि फर्स्ट डे इन्टरनेसनल मार्केट, यो मार्केट क्लोज हुन्छ, यस्तो इन्फर्मेसन पाउनु भयो भने तपाईँले आफ्नो पोजिसनहरू अलरेडी रेडी पार्न सक्नुहुन्छ। इट इज अ भेरी इम्पोर्टेन्ट इन्फर्मेसन है त। अनि अर्को भनेको फ्राइडे गभर्मेन्ट अनविल्स पोलिसिज एन्ड प्रोग्राम्स फर फिस्कल इयर। अब अपकमिङ फिस्कल इयरको लागि प्रोग्राम्सहरू उसले अनाउन्स गर्न आँटेको छ, फिस्कल इयरको बजेटदेखि लिएर सबै कुरा अनाउन्स गर्ने आँटेको छ। यो भनेको एउटा पोलिसिजहरू चाहिँ जुन पोजिटिभ इम्प्याक्ट पार्न सक्छ चाहिँ हामीले ग्रिनमा हाइलाइट गरेको छौँ। जुन हामीले यो येल्लो चाहिँ छ, येल्लो भनेको चाहिँ अनसर्टेन, यो चाहिँ तल पोजिटिभली पनि इम्प्याक्ट गर्न सक्छ, नेगेटिभली पनि सक्छ है। अनि नेगेटिभली इम्प्याक्ट गर्ने कुराहरू पनि हामीले यहाँ इन्फर्म गरेको छौँ। सो यो न्युज हेरेर तपाईले आफ्नो ट्रेड्सहरू चाहिँ एकदमै सजिलो बनाउनेवाला पनि छ है। किनकि जस्तो कि एउटा सिम्पल एक्जाम्पल हेरौँ है, यहाँ हेर्न सक्नुहुन्छ कोशी मे 4मा कोशी प्रोभिन्सको इन्भेस्टमेन्ट समिट है। ठुलो खोलाको यो हाइड्रो पावर प्रोजेक्ट कम्प्लिसन हुन आँटेको। यस्तो कुराहरू चाहिँ के हुन्छ भने तपाईँ जस्तै यो रिलेटेडको कम्पनीहरूको, ठुलो खोला रिलेटेडको कम्पनीजहरूमा तपाईँले इन्भेस्ट गर्न सक्नु भएको छ, इन्भेस्ट गर्नुभएको छ भने चाहिँ यो अब बढ्नेवाला छ भने चाहिँ एउटा इन्फर्मेसन जस्तै हो कि यो कम्प्लिसन भयो भने सानो पम्प मात्र भए पनि आउँछ कि। सो यस्तो इन्फर्मेसनहरू चाहिँ यो क्यालेन्डरबाट तपाईँले थाहा पाउन सक्नुहुन्छ है। अब अर्को भनेको चाहिँ हामीले अझै फर्दर चाहिँ के गरेछौँ भन्दाखेरि नेप्सेको यही माथिको न्युजको इम्प्याक्ट क्यालेन्डर भनेछौँ है। अब जस्तै कि 0 देखि हामीले -5देखि यहाँ कहीँ छैन होला, म तपाईँलाई एकछिन फेरि बुझाइदिन्छु त। यहाँ माथि हामीले इन्फर्म गरेछौँ स्कोर चाहिँ +5 देखि -5 सम्म हामीले राखेका छौँ है। -5 भनेको सबभन्दा नेगेटिभ इम्प्याक्ट पर्ने, नेप्से तल जाने एकदम बढी चान्स भएको न्युजलाई चाहिँ -5 भनेर हामीले रेट गरेको हुन्छ। +5 भनेको चाहिँ एकदमै पोजिटिभ न्युज, त्यसले चाहिँ एकदमै स्काई रकेट हान्न सक्ने होइन, नेप्से एक्कासी बुलिस भएर माथि जान सक्ने न्युजहरू हुन्छ। त्यस्तो कुरा चाहिँ हामीले +5 भनेर राखेको हुन्छौँ यहाँ। अब हामीले इम्प्याक्ट क्यालेन्डरमा हेर्न सक्छौँ। जस्तो कि अब सिम्पल एउटा न्युज हेरौँ ल, क्याबिनेट अप्रुभ्स इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्स। अब हाम्रो क्याबिनेट, नेपाल सरकार क्याबिनेटले चाहिँ जुन क्याबिनेटहरू मेम्बर्सहरूले चाहिँ उहाँले चाहिँ इन्फ्रास्ट्रक्चरको प्रोजेक्ट्सहरू चाहिँ अप्रुभ गरेको छ है। अब यो चाहिँ एकदमै पोजिटिभ न्युज हो। यो पोजिटिभ न्युज चाहिँ जस्तो कि अब तपाईँ चाहिँ कसरी युज गर्न मिल्छ भन्दाखेरि इन्फ्रास्ट्रक्चर बनाउने कम्पनीको स्टक्समा इन्भेस्ट गर्दा पनि हुन्छ, या इन्फ्रास्ट्रक्चर जुन अप्रुभ भएको छ, जस्तो कि मानिलिउँ एउटा हाइड्रो पावर अप्रुभ भएको छ भने त्यो स्टक गरेर किन सक्नुहुन्छ कि। त्यो चाहिँ एउटा एकदम राम्रो बुलिस सिग्नल हुने भयो। त्यही भएर यसरी चाहिँ हामीले सबै कुरा डिभाइड गरेर तपाईँको नेगेटिभ न्युजदेखि लिएर पोजिटिभ न्युजलाई एउटा क्याटेगोराइज गरेर कतिको इम्प्याक्ट पर्छ भन्ने कुरा चाहिँ यो भयो। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ फाइनेन्स मिनिस्ट्री रिलिजेस डेप्ट एन्ड करेन्सी रिपोर्ट है। यो चाहिँ स्लाइटली नेगेटिभ छ, किनकि हाम्रो नेपालमा चाहिँ डेप्ट अस्तिको यो अनुसार चाहिँ नेगेटिभ रिजल्ट आएको छ। हाम्रो लोन टाउकोमा हामी सुनिरहेको हुन्छ, टाउकोमा लोन बढिरहेछ। यस्तो न्युजहरूले गर्दा चाहिँ नेप्सेको पनि तपाईँको कम्पनीजहरूमा चाहिँ इम्प्याक्ट पर्नेवाला चाहिँ छ, नपर्ने हुने हुन्छ, नपर्ने भनेर हुँदैन। सानो होस् या ठुलो होस् एउटा इम्प्याक्ट चाहिँ पर्छ। त्यही भएर यस्तो तपाईँले क्यालेन्डर पाउनु भएको छ, यहाँबाट नि हेरेर ट्रेड लिनुहुन्छ भने चाहिँ तपाईँको विनिङ रेसियो चाहिँ अलिकति बढ्ने नै वाला छ, त्यो चाहिँ हामी भन्न सक्छौँ है त। र यति नै रहेको छ। अब अर्को भनेको चाहिँ हामीले यहाँ फोरेक्स एन्ड इन्टरनेसनल स्टक्स। अब नेप्से मार्केट हामी फेस पनि गरेछौँ, अलिकति स्लो हुन्छ कि तपाईँको, अलिकति टाइम लाग्छ प्रफिट कमाउन, लस पनि अलिकति टाइम लाएर लस आउँछ, सिक्न पनि अलिकति टाइम लाग्छ। त्यही भएर हामी एज एन एडमिन अनि मेम्बर्सहरू चाहिँ हामी चाहिँ इन्टरनेसनल मार्केट्सहरूमा पनि इन्भेस्ट गर्ने रहेको हुन्छौँ, हामी त्यहाँबाट प्रफिट कमाइ नै रहेको हुन्छौँ है। अनि हाम्रो जुन स्ट्राटेजीहरू जुन हामीले बनाएको छौँ इन्टरनेसनल मार्केटको लागि कसरी अप्लाई गर्ने, फोरेक्सहरू कसरी गर्ने, तपाईँको S&P 500 कम्पनीजहरू भन्ने हुन्छ, अब त्यो अप्लाई कसरी गर्ने, दरकार त तपाईँहरूलाई त्यो सबै कुराको इन्फर्मेसन चाहिँ हामीले यहाँ दिने भएको छौँ। त्यसको लागि पनि भिडियोजहरू रेकर्ड गरिरहेको छौँ है हामीले।
सो हाम्रो चाहिँ एकदमै बेनिफिसियल खालको सर्भर बनाएको छौँ है। यो सर्भरमा तपाईँहरूले रेफर गरेर 50% कमिसन पनि पाउन सक्नुहुन्छ है, र त्यसै गरी इन्सेन्टिभ बोनसेसहरू पनि पाउन सक्नुहुन्छ। र यहाँ बसेर थुप्रै कुरा सिकेर तपाईँले नेप्सेबाट पनि अर्न गर्न सक्नुहुन्छ, र भने फोरेक्स इन्टरनेसनल मार्केटबाट पनि डलर कमाउन पनि सक्नुहुन्छ है। त्यतिको पोटेन्सियल चाहिँ हामीले तपाईँहरूलाई दिइरहेको छौँ। सो किप ग्रोइङ, एनालाइज गर्दै बस्नुहोस्, र हामी यो सर्भरमा अरू थुप्रै कोर्सेसहरू पनि एड गर्नेवाला छौँ एज अ मेम्बर, एज अ एडमिन चाहिँ। फेरि भन्छु तपाईँलाई, वेलकम टु द सर्भर, एन्ड दिस इज अ प्लेटफर्म वेयर यु आर मेन्ट टु ग्रो है। तपाईँले यो प्लेटफर्म चाहिँ सक्दो युज गरेर मजाले ग्रो गर्नुहोस्, मजाले प्रफिट कमाउनुहोस्, धेरै कुरा सिक्नुहोस्, नेटवर्क गर्नुहोस्, साथीहरू बनाउनुहोस्। हामीले यो सर्भर बनाएको कारण नै त्यही हो है त। ल, थ्याङ्क यू फर लिसनिङ, जोइनिङ टु दिस भिडियो। अब चाहिँ तपाईँले रेफर एन्ड अर्न चाहिँ छुटाउँछ नछुटाउनुहोस् है। ल, सी यु इन रेफर एन्ड अर्न।